what's up, good evening. अहिलेको यहाँ बेलुका बेलुका हुने बेला भएको छ अनि वेलकम टु आवर च्यानल पिङ्कु रिङ्कु। गुड मर्निङ। हेर्ने दिँदा केटीहरूलाई गुड आफ्टरनुन। राम्री राम्री भएर हिँडे ल गाइस नमस्ते। अनि हामी अहिले इभिनिङ वक त भनौँ नि बुलबुलले हाम्रो सुर्खेतको सबैभन्दा प्रसिद्ध ठाउँ हाम्रो प्रसिद्ध ठाउँ बुलबुले जान लागेको। तपाईँहरू पनि घुम्ने मन छ भने यदि आउनु होला सुर्खेततिर हाम्रो ठाउँतिर हामी घुमाउने छौँ। साथीहरू अब चाहिँ हामी बुलबुले तालको गेटमा पुग्न लाग्छन्। हिँड्ने हो नि म पिङ्कु, यो हो पिक्कु, यो हो रिङ्कु। हामी चाहिँ अब वहाँ गएर देखान्छौँ ल साथीहरू। गेटमा पुगेपछि कस्तो गर्छौँ हामीले हजुरहरू हेर्न सक्नुहुन्छ। अनुरोध फन्नी भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो पिङ्कु रिङ्कुको च्यानलमा हेर्न सक्नुहुन्छ साथीहरू। हामी चाहिँ यहाँ बुलबुले गेटमा कस्तो अर्कै मान्नेको कि साथीहरू। हामी चाहिँ यहाँ टिकट काट्न लाग्यो, रिक्सा गइरहेको छ यहाँ। हेलो गाइस, हामी चाहिँ हामी टिकटभित्र पसेको। हेलो गाइस, हामी कहाँको गेट बुलबुले तालको गेटभित्र छिरेको अवस्था गाइस। हामी कतिचोटि आइसक्यौँ हो, मान्छे छन् मान्छे छन् किन भन्दाखेरि आज शनिबार भएर हेर्नुहोस् साथीहरू, हेर्नुहोस् आज शनिबार भएर धेरै मान्छे आएको छन्। कस्तो भइरहेको तिमीहरूलाई? एकदम खुसी लागेछ। कुसुम भाइ तिम्रो लागि भिडियो ल हेर बेलुका ब्लग बनाउन चाहन्छौँ हामीले। धेरै सानोतिनो मेहनत गरेर हाम्रो ब्लग बनाइरहेका छौँ। हजुरहरूले हाम्रो युट्युब च्यानललाई माया र सपोर्ट गर्न सक्नुहुन्छ। सब्सक्राइब गरिदिनु, लाइक कमेन्ट टुक्क पारेर। साथीहरू यहाँ शनिबार भएको कारणले आज धेरै मान्छे आएको छन्। बोल न केही मेरो हाम्रो अब हाम्रो चाहिँ बुलबुले देखाउँछौँ ल साथीहरू। कस्तो राखो र बोल्न भला मान्छे जस्तो गरेर राख्नु कट गर्ने आज फर्स्ट टाइम हामी तीनजना साथीहरू मिलेर फर्स्ट टाइम अन्त फर्स्ट टाइम नभने दारामा गएको हामी नै बुलबुले कतिचोटि होइन। फर्स्ट टाइम हामी साथी मात्र तीनजना तर म त आछौँ हामी। हेर्नुहोस् हामी चाहिँ आइसक्यौँ फाइनली फाइनली हाम्रो डेस्टिनेसनमा। हाँस्नु पर्ने के जरुरत छ र। हेर्नुहोस् उहाँ पारे बोट खेलिरहेको छन् साथीहरू। यस्तो रमाइलो हुन लाग्यो। पिकनिक छ पुरै यहाँ। हेर्नुहोस् पिकनिक ओए मोबाइल चाहिँ ओए राम्रोसँग राख। हेर्नुहोस् सुरु भयो अब पारेको बोट कामबेर। अब हामी पनि खेल्छौँ है अर्कोचोटि आउँदाखेरि। चोटि यस्तै भयो साथीहरू, गोजीमा पैसा नभएर। मेरो गोजीमा दम छैन, गोजीमा सुको नहुने मान्छे के पनि काम छैन। त्यही भएर हाम्रो केही काम जस्ट लाइक मी I am poor girl. You're होइन you too. So के rich man. Rich man. म चाहिँ poor girl. ल साथीहरू मलाई नाच्न मन लागेको यो दिक्षालाई भन्ने नि फोटो खिच्न मात्र हैरान छ। जहाँ पनि यस्तै गर्छ एउटा के हो तारा
हाम्रो डिक्सी दिदीको पारा हेर्नुहोस् है, हेर्नुहोस् साथीहरू। यसलाई मन पार्ने मान्छे छ भने कमेन्ट प्लिज। कोही छैन, कमेन्ट बिलो डाउन। साथीहरू हामी चाहिँ रमाइलो गरेर बस्यौँ। ल फोटो खिचाउनु पर्यो यस्तै ल ठन्डा गाडी ठन्डा भयो। जब रमाइलो गर्न सक्दैनन् होइन साथीहरू। हाम्रो भिडियो हेरेर इन्जोय गर्नु होला ल साथीहरू। अब हामी चाहिँ घुम्दै घर पुग्नु घर जान्छौँ ल साथीहरू। तेरो छैन र क्या? हामी चाहिँ घर फर्किनु लाग्यो साथीहरू। देख्छु डिङ्कु हजुर हाम्रो 20 रुपियाँ सक्यो होला साथीहरू। 20 रुपियाँ खतम खलास। 20 रुपियाँको हामी दीक्षा चाहिँ जहिले पनि आफू राम्रो होइन आफ्नो हामी त कुन सालको राम्रो हामी जस्तै छौँ त्यस्तै त देखाउँछ नि साथीहरू। मैले कहिले भने भर्खरै भने यिनीहरूले कुरा बनाएको है कुरा हामी कुरा बनाउँछौँ त साथीहरू। देखेको थियो कि भन्नु त दुग्रेको भनेको होइन रियालिटी भन्छ। तिमीले डगुरे भने यहाँ चाहिँ फोटो खिच्नेको लाइन छ है साथीहरू। आमा यहीँ खिचिदिन्छु फोटो। रेखाको फेरि कम्प्लेन्ट नाइ फोटो हामी खिच्दैनौँ। धेरै खिचिसक्यो खिचेर आएको अफर आयो साथीहरू। अफर टिर्लिङ घन्टी बजाउँदै मेमोरी हुन्छ त अनि काठमाडौँ नै भनौँ न दीक्षा नै एउटा साथीहरू। अब हाम्रो 20 रुपियाँ सक्यो। अब चाहिँ हामी घरतिर चल्देको ल साथीहरू। नेक्स्ट टाइम बाई बाई टाटा बाई बाई। नेक्स्ट टाइम यसको 2x हुनेछ रमाइलो। 2x डबल रमाइलो हुँदैछ। यो त हजुरको लागि सानो तिनो ट्रेलर यो ट्रेलर हो कि के हो जाति हो यसको। एपिसोड पार्ट 2 हत्तेरीका सिरियलै बन्न लाग्यो। सानो तिनो भन्छ सिरियल बन्न लाग्यो साथीहरू हाम्रो। सिरियल नभनौँ ल साथी। नागिन 8 ब्लग भनौँ ब्लग। नागिन ब्लग आयो जस्तै हाम्रो यो पिङ्कु रिङ्कुको ब्लग आयो साथीहरू। कस्तो रमाइलो भयो नि आज। 20 रुपियाँको कस्तो रमाइलो भयो आज। 20 रुपियाँको रमाइलो भयो साथी। तपाईँहरू पनि 20 रुपियाँमा रमाइलो गर्न चाहनुहुन्छ भने प्लिज आएर रमाइलो गर्न सक्नुहुनेछ। जस्तै कसैको पिकनिक ड्राई पिकनिक हुन्छ, जस्तै अरू बर्थडे पार्टी हुन्छ, अनि अरू कुनै अब सेलिब्रेसन हुन्छ, त्यसको लागि चाहिँ सुर्खेतको बुलबुले ठाउँमा आउनु होला। कन्ट्याक्ट नम्बर 98000000 होइन भाइ त लोकेसन थाहा पाउँदै आउनु सक्नुहुनेछ। हाम्रो डिस्क्रिप्सनमा त हुने छैन, तर अरूकोमा सर्च गरेर पनि आउनु सक्नुहुनेछ। यस ल एकछिनमा भेटौँ ल साथीहरू। अरे साथीहरू हाम्रो त जिएनजी गरे प्योर जिएनजी हो नि त। फेरि जिएनजीको पावर फेरि थाहा होला के हिस्टोरीमा इतिहासमै कति ठुलो खतरनाक यस इतिहासमै के अरे खतरनाक भएको क्या। अब त्यो पहिलोपटक ऊ भएको क्या नामाकरण भएर सरकार ऊ भएको क्या।
चेन्ज भएको परिवर्तन गरेको अरू अटोमा जान्छन् हामी किन भन्दाखेरि हाम्रो एनर्जी पावर एकदम खतरा खागे अरूको जस्तो फेरि ए त्यत्रो 17 घन्टा हिँडेर खुट्टा हामी भनेको 17 घन्टा हिँड्ने मान्छे हो त म माथि अस्ति न त्यस्तो कसरी पट्टाउन कि हामीले हिँडेको बताउनु होला तर रियालिटी हामी 7 घन्टा हिँडेर गयौँ 5 घन्टा हिँडेर आयौँ यो दीक्षा मात्र बलमान थियो त्यसमा चाहिँ लास्टमा चाहिँ रुने भयो थियो रुने चाहिँ हामी दुईजना म त रुएको ओ यहाँ देखो भिडियोमा भाइले देख्न के हुन्न कट गर्ने पनि सबै फ्रेन्डली भयो आएंगे दूल्हा बन के जब आएंगे ओ जी ए जी हमको कहेंगे हम तो इशारों में बातें करेंगे यहाँ चाहिँ पिकनिक आएको बर्मन सल्यानबाट यो चाहिँ साथीहरू हामी चाहिँ घरतिरै गेटबाट निस्केको निस्केको ल फाइनल्ली हामी चाहिँ फाइनली उयो आउट रिटर्न होम टु होम बाहिरको वातावरण हेर्न सक्नुहुन्छ साथी होलसेलमा छ है होलसेल हामीले चाहिँ किन घाँटीमा छ भनेको भन्दाखेरि पैसा नभएर कसलाई हुन्न र नि खाने मन छ अनि बिरयानी ज्वरो आएको बेलामा चटपटे खाने मान्छे त हामी नै हो तर बाख्ना ल हामी साथीहरू घरतिर किन कस्तो स्पिडमा हिँडिरहेको गाडी क्रस गर्न हामीलाई धौ भइरहेको छ साथीहरू फाइनल्ली रोड पनि क्रस गरियो हामी चाहिँ पियर जेन्जी भएको कारणले हामीले नियम पालना गर्छौँ किन भन्दाखेरि त्यो जेब्रा क्रसबाट सधैँ हामीले क्रस गर्छौँ बाटोमा दीक्षा चाहिँ मलाई ढगली मेरो कपाल चाहिँ कुखुराको पखेडा जस्तो भए पछाडि फ्याँ हेर्न दीक्षा रेखा हेर्न फ्याँ यहाँ चाहिँ चटपट चाहिँ पसल पानीपुरी पसल छ है साथीहरू हामी आँखा बन्द हामी चाहिँ आँखा बन्द गरेर हिँडेको छौँ हामीसँग मनी छैन मेरो त नाकबाट नाकले पनि थाहा छैन हामी चाहिँ घर फर्केको है साथीहरू झ्याउ लागिसक्यो अल्छी लागेको यो अवस्था दिदी हाल्ने म त यही के हुन्छ फेरि नि आफू जस्तो त्यस्तै आउने हो नो टेन्सन है न तेरोमा खालको क्या यसको घडी चाहिँ वाउ घडी यो देखेकै थिएँ मैले यहाँ के अरे पेचकस होल्लो भएर पानीको खरै बाबालाई कस्दिन्छ मैले भनेको त बाबु नानु जे भए पनि पानीमा नहालेस् भनेको हेर्नु साथीहरू दीक्षाको कलेज टियु होइन यसको टियु कलेज हाम्रो चाहिँ यहाँ है होइन मेरो मिड वेस्ट युनिभर्सिटी दीक्षाको त्रिभुवन हाम्रो मिड वेस्ट साथीहरू हामी पुगेपछि भिडियो देखाउँछौँ भिडियो होइन साथी सरी फाइनली गाइज हामी चाहिँ घर आयौँ डुलेर साथीहरू हामी बुलबुले यहाँ चाहिँ आन्टी हुनुहुन्छ हाम्रो भलक बनाएको आज हामीले हामी चाहिँ घर आयौँ ल साथीहरू घर
यिनीहरू दुईजना चाहिँ थाकेर यिनीहरूको एनर्जी लस भइरहेको छ साथीहरू म चाहिँ एनर्जी अबि एनर्जी भन्न पनि नआएको भाइ सरी गाइज म चाहिँ आएँ हामी चाहिँ फाइनल आयौँ हेर्नु भाइ हाम्रो भ्लग हेर्न हामी चाहिँ रुममा आयौँ साथीहरू फाइनल्ली धन्नै यहाँ मुनि गएकोमा फाइनल्ली हाम्रो रुममा आयौँ हाम्रो कपडा सपडा चेन्ज गरेर हामी चाहिँ यस्तो अवस्थामा छौँ अब हाम्रो युट्युब च्यानलमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अनि फेरि तपाईँहरूको साथले हाम्रो भिडियो अर्को पनि आउँछ हजुर जस्तो जस्तो भिडियो भन्नुहुन्छ त्यस्तो त्यस्तै कमेन्ट गर्नु ल गर्नको लागि हामी तयार छौँ अनि आजको लागि चाहिँ यति नै हामी गुड नाइट लभ यु बाई बाई